अभी 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 सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई ब्लग। सबैलाई मेरो ब्लगमा स्वागत छ। म फेरि नयाँ ब्लग लिएर आइसकेको छु। लास्टसम्म हेर्नु होला, भिडियो राम्रो खतरा मजा आउने छ तपाईँहरूलाई। ल लास्टसम्म हेर्नु होला है ल। सो हेलो नमस्ते गाइज, सबैलाई ब्लगमा स्वागत छ है। फेरि म नयाँ ब्लग लिएर आइसकेको छु। आज चाहिँ म यो बाटोबाट उता ढिकुरीसम्म पुग्छु होइन, हेर्नु होला। मेरो अघिल्लो भिडियोमा कपिराइट आएछ, त्यो गीतको कारणले आएछ क्या कपिराइट। तपाईँहरू गएर हेर्नु न, कस्तो कपिराइट खाएर मैले त्यो बेकार गीत हालेको जस्तो लागिरहेको क्या मलाई। गीत नहाले भए हुने रहेछ, बेकार गीत हाल्यो जस्तो लागिरहेको। अहिले नेपालमा कति चलेको हो यो इभीको कारण हुन्छ नि, बसहरूको युजै कम हुन थाले के। आज चाहिँ म र मेरो साथी आऊ, साथी चाहिँ हिँड्दै आउँदैछ कि उता पछाडिबाट। ऊ साइकल लिएर आएको थिएन, अनि ऊ हिँड्दै आउँदैछ, हिँडेर आउँदैछ होइन। कस्तो हल्लिरहेको छ भने यो। म आज यो बनाउन आएको उस त्यो के भन्छ नि, कस्तो भन्नु नागे, यो रिङ बनाउन आएको। यो पछाडि ब्रेकको उता मान्छे नै रहेनछ, अनि ब्रेक बनाउनै पाएन होइन। अब केही छैन, फर्किँदाखेरि बनाउनु पर्छ। अस्तिको बाटो म यही बाटोबाट, अस्ति पनि आज नि यही बाटोबाट आउँदैछु कि। तर आज चाहिँ म उता अस्ति त्यो पुल छ नि एउटा उताको, अहिले म देखाउँछु होइन। त्यो पुलबाट म उता गएको थिइनँ, आज चाहिँ उता जाने हो। अस्ति चाहिँ उयो यतापट्टि माथिपट्टि आएर म हिँड्न थालेको थिएँ क्या, यता माथि आएर हिँडेको। जताततै हेरेँ साइकल छ यार। आउनु त म अस्ति पनि यही बाटो आऊ भयो नि, आज नि यही बाटोबाट गयो। उताबाट चाहिँ त्यो पुरै हुन्छ नि, हल्लिन्छ के। त्यही भएर म उताबाट जाँदिनँ खासै होइन। यस्तो हात छोडिदिउँ भने मान्छेहरू पराल सुकाइरहेको थिएछ। जो पानी परेको थियो यता, त्यही भएर आज कस्तो गर्मी हो भने। गर्मी भन्दाखेरि पनि बाफ आइरहेको के। अस्ति हिजो पानी पऱ्यो, अनि आज घाम लागेपछि त्यो पुरै तातिरहेको के पिच होइन। त्यही भएर पुरै बाफ आइरहेको नि, यस्तो गर्मी हुन्छ। बिस्तारै जाँदैछु कि। अस्ति कस्तो भिडियो हुन्छ नि, हल्लिएको थियो। स्टेबलाइजै हुँदैन क्या यो माउन्टमा। हेलमेट माउन्ट भए भए चाहिँ हल्का स्टेबलाइज हुन्थ्यो योभन्दा, तर यो अलिक स्टेबलाइज भएन क्या। त्यही भएर आज म बिस्तारै जाँदैछु होइन।
जाउँ जाउँ। अब उताबाट हामी बेलुका फर्किन्छौँ है, अनि त्यसपछि बनाउनु पर्छ के साइकल। आज मान्छे नै रहेनछ त्यो वर्कसपको, झन् बनाउने भनेर आएको, बनाउनै पाएन। बेलुकाखेरि बनाउनु पर्छ, केही छैन। बाइक आयो। यस्तो गाडीहरू के कस्तो पेलेर आउँछ भने, अनि यस्तो हुँदैन। बाइकरहरूलाई त ठिकै हुन्छ, यो साइक्लिस्टहरूलाई चाहिँ गाह्रो हुन्छ क्या। त्यसपछि पेलेर आउँछ, अस्ति गाह्रो हुन्छ। कस्तो हावा चलिरह, हावा चले पनि हुन्छ नि, कस्तो बाप, कस्तो गर्मी छ क्या। हामी जाने चाहिँ ऊ पारी नै हो होइन, यता पारी। अब अहिले देखाउँला नि। म आज साइकल बनाउनु पर्छ भनेर आएको, यस्तो मुड खराब भयो यार। अगाडिको ब्रेक हान्दा क्या मैले यो ओह्रालोमा ब्रेक फुल थिचेँ नि, नलाग्ने भने अहिले चाहिँ हल्का स्टपीहरू जान्छ, त्यति हो। त्यति म अब हुन्छ नि युट्युबको इन्कम आइसी हाइड्रोलिक ब्रेक हाल्छु। मेरो बालीमा जहिले यस्तै हुन्छ भने, यस्तो टर्निङतिर आइसी गाडी हाँकेर आउँछ भने, त्यस्तो भएपछि चाहिँ कस्तो हुन्छ नि, गाडी ल्याएर हान्छ जस्तो लाग्छ क्या हामीलाई। आज हावा चाहिँ मेरो फर आएर होला, यो हावा अपोजिट डाइरेक्सन हानिरहेको छ कि, त्यही भएर हावा चाहिँ फर आएर होला सायद। तपाईँहरूले सपोर्ट गर्नु पऱ्यो होइन। तपाईँहरूले सपोर्ट गरेपछि यो भिडियोमा सबसे बढी जे कमेन्ट आउँछ म त्यही हुन्छ नि टास्क गर्छु है। जस तपाईँहरूले कमेन्ट चाहिँ गर्नु पऱ्यो कि, तपाईँहरूले जे भन्नुहुन्छ त्यही हुन्छ नि, त्यस्तै खालको भिडियोहरू लिएर आउँछु म होइन। अब हल्का उकालो एकछिन थाम्नु म। मेरो साथी अब यति आउँछ, आउन टाइम लाग्छ, म कुद्न पनि हुन्छ होइन। अब मेरो पछाडिको ब्रेक नै छैन भने के गर्ने, रोक्नु पऱ्यो होइन। अगाडिकै ब्रेकले रोक्नुपर्छ, पछाडिको ब्रेकको त्यो रिङ चाहिँ स्लिप आयो क्या, त्यही भएर त्यो ब्रेक जति थिचे नि लागिँदैन भने। गाडी आइरहेछ, हामी यहाँ कुद्न पनि हुन्छ होइन। यस्तो गाडीहरूलाई त के बाल्नै हुँदैन भने उनीहरूले त हानिदिन पनि सक्छ कि, त्यही भएर आफू यो हुन्छ नि सानो यो सवारी साधनहरूले चाहिँ होस पुऱ्याएर हिँड्नुपर्छ कि। बाइकहरू भयो, साइकलहरू भयो, यो सानो कारहरू हो होइन। ल है, अब सिधै म अहिले पछि भेट्छु है साथी आइसी। सो ल होइन, म फेरि साथी लिने यता आएको, ऊ आउन हल्का ढिला भयो कि, अनि मलाई आऊ भनेर बोला, म आएको। ऊ आउँदैछ अहिले, म चाहिँ भिडियो बनाएर हिँड्दै। ल
ल है त्यही भने अस्तिको भिडियोमा मैले त्यो बिचमा हुन्छ नि म्युजिकहरू राखिदिएको कपिराइट आएछ कि त्यही भएर कस्तो नमजा लागिरहेको मलाई अन्त हुन्छ नि त्यो एउटा पक्षबाट चाहिँ राम्रो कपिराइट क्लेम आएको भयो त ब्यान्डै हुन्थ्यो होला च्यानल अन्त कपिराइट क्लेम चाहिँ आएन कपिराइट मात्रै आयो क्या त्यो कपिराइट क्लेम आएको भयो चाहिँ ब्यान्ड हुन्थ्यो होला च्यानल तर कपिराइट मात्रै आएर नि राम्रो भयो त्यो कपिराइट नै हुन्छ नि नराम्रो त होइन भयो नि कपिराइट नखानु पर्छ कि कपिराइट खाइदिएर मैले यस्तो भइरहेको नि हल्का यहाँ उठ्नुपर्छ के अरे भने पर्दैन बिस्तारी सरेर जाउँ न होइन ओइ ओइ अभी झन्डै पुरा आफू यता डाँडा छ अनि म झन् यता सिधो उता डाउनु पर्छ नि होइन झन्डै एक्सिडेन्ट भयो Stoppi! Amazing! होइन अब झन्डै एक्सिडेन्ट भयो भने ए आज चाहिँ खोला बगर आएको छु म तपाईँले देख्न सक्नुभयो होला मैले कस्तो त्यो पानीमा चलाएँ रियलमा जस्तो हुन्छ त्यो भिडियोमा आउँदैन कि कस्तो हल्लिएको कि रियलमा जस्तो हुन्छ त्यस्तो भिडियोमा आउँदैन भने रियलमा चाहिँ यस्तो दामी भएको हुँदैन भिडियोमा चाहिँ हुन्छ नि रियलभन्दा अलि लो आउँछ कि त्यही भएर मैले अहिले एउटा हातले यो मोबाइल समातेर एउटा हातले भिडियो बनाइरहेको हो नत्र त यस्तोतिर त हल्लिहाल्छ नि यो पुरै यति हुँदा त कति हल्लिरहेको छ होला अब मेरो 150 सब्सक्राइबर पुगेपछि म गिभ अवे गर्नेवाला छु होइन त्यो त्यसैले छिटोभन्दा छिटो मेरो सब्सक्राइबरहरू बढाउदिनु होला म अब यताबाट अब उता परतिर जान्छु होला यही माथिको रोडै अनि त्यसपछि उता साइकल बनाउन जानुपर्छ यस्तो मात्र हुन्छ नि ओए यस्तो खतरा डिस्टर्बै जान्छ कि साथी कुदिरह होला मेरो यस्तो हानिदिउँ यहाँ आइ त ओए ल है त गाइस अब सिधै म रोडमा भेट्छु तपाईँहरूलाई होइन ल पानी पर्दैछ क्या अब हामी उता साइकल बनाउँछौँ गएर अनि त्यसपछि सिधै घर जान्छौँ हेर्नु न पानी पर्न थालिसक्यो अब खै साइकल बनाउन भ्याउँछु कि भ्याउँदैन साइकल चाहिँ ऊ त्यहाँ राखेर आएको छु मैले यता त्यो सामान छुटेको थियो कि मेरो यो चेस्ट माउन्ट अनि त्यही लिन आएको अब साइकल बनाउन भ्याउँछु कि भ्याउँदैन खै होइन अब म उताबाट आइसकेको छु अब यता माथि गएर साइकल बनाउनु पर्छ अनि दिउँसो बनाउनु भनेको तपाईँलाई थाहा नै छ नि मान्छे आएन अनि हामी हिँडेको अब अहिले गएर बनाउनु पर्छ होइन त्यही हो ल सिधै पसलमा गएर भेट्छु ल अब हामी आइसक्यो है पसलमा अब टक्क लाएर साइकल बनाउनु पर्ने हुन्छ होइन ल है हामी उता आइसकेको छ अब साइकल बनाउँदै हामी अब सिधै अहिले पछि भेट्नुपर्छ सो ल होइन
अब आजको लागि यति नै। अब फेरि म अब 3 दिनपछि अब न्यु इयरको दिन म भिडियो लिएर आउँछु। त्यति बेलाको लागि के को बारेमा भिडियो ल्याउने होला कमेन्ट गरिदिनु होइन। तपाईँहरूले जे भन्नुहुन्छ त्यही खालको भिडियो ल्याउँछु म त्यस्तै खालको भिडियो ल्याउन ट्राई गर्छु होइन। ओके ल, अब आजको लागि यति नै। सी यु नेक्स्ट टाइम।